हामी सरकारमा त छौं, तर सत्ता हाम्रो पकडमा छैन। तपाईहरुले बुझ्नुभयो होला, सत्ता र सरकार भनेको दुईटा बेग्लै कुरा हो भन्ने कुरा बुझ्नु पर्यो। सत्ता हामीसित छैन। तपाईहरुले सामाजिक सञ्जालमा जति न्यूज अखबारमा जति पढिरहनु भएको छ, त्यसले के बुझिन्छ भने सरकार चाहिँ नेपाली कांग्रेसको सरकारमा छौं हामी। त्यो केन्द्रीय सरकारमा पनि छौं, प्रदेशको सरकारमा त गण्डकी प्रदेशमा त हाम्रै नेतृत्व छ, तर सत्तामा छैन। त्यो के भनेको भन्ने लाग्दो होला तपाईहरुलाई। हामीसित यसो तपाईहरुले हेर्नुभयो भने डेमोक्रेसीमा, प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ। त्यो संरचनालाई मा को छन्, कस्ता मानिसहरू छन् भनेर तपाईहरुले हेर्दै जानुभयो भने हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू, हामी त्यहाँ वामपन्थीहरू मात्रै देख्छौँ। जताततै तपाईले हेर्नुभयो र तपाईहरुले एउटा कुरा अर्को विचार गर्नुस्, हामीहरूले संसदबाट, संसदको राज्य व्यवस्थाबाट, राज्य व्यवस्था तथा सुशासन समिति छ संसदभित्र, त्यसले कुलिङ पिरियड भनेर एउटा पास गर्यो। तर प्रधानमन्त्रीको आदेशमा सभामुखले रुलिङै त गरिरहनु भएको छैन, तर त्यसलाई एजेन्डामा ल्याइरहनु भएको छैन। हामी सत्तामा भएको भए हामीले ल्याउँथ्यौँ। नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एक मतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेर भनेको छ। प्रधानमन्त्रीजीको हटकी के को लागि, कसको लागि? अब त कसको लागि भनेर हामीले सोध्नुपर्ने आवश्यकता परेको छ। सचिव बनाउने, सचिव बनाइसकेपछि रिटायर हुने बित्तिकै तपाईले अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लग्ने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कस्तो काम गर्लान् भनेर हामीले कुलिङ पिरियड राख्नु पर्यो। के अन्य देशमा छैन त? अन्य देशमा पनि कुलिङ पिरियड छ। अमेरिकामा पनि छ, फ्रान्समा पनि छ, बेलायतमा पनि छ, इन्डियामा पनि छ, अन्य देशहरुमा पनि छ। कति ठाउँमा त, कति देशहरुमा त तपाईको प्राइभेटमा पनि गएर काम गर्न पाइँदैन कति वर्ष। त्यो गर्नु पर्यो भने सरकारको परमिसन लिनुपर्छ रिटायर्ड सचिवले।